ल गाइस सबैलाई हामी चाहिँ इन्डियाको यात्रामा हिँड्यौँ हाम्रो टक्सी आइसक्यो टक्सी है टैक्सी लिनलाई हामी चाहिँ हिँड्यौँ बाई बाई गर्नलाई तिमी सबै बोक्यो नि सामानहरू अरे स्योर मेक स्योर ब्रो सो गाइस यति त भने यो कस्तो अन्त हामी चाहिँ कलङ्की भन्ने ठाउँ छ कुर्दैछौँ यहाँ बाबा पेट्रोल पम्पमा कुरो भन्दैछ अनि गाडी कुर्दैछौँ है हाम्रो गाडी चाहिँ आइसकेको छ यहाँ ओरेन्ज वान गाडी 3890 अब हामी चाहिँ भित्र छिर्छौँ गाडी टक्क यहाँ आएर रोकेपछि हामी चाहिँ यहाँ छौँ हामी बुलिरहेछौँ मजाले यसरी यसले आउँछ हामी चाहिँ ओर्लेर पनि यतापट्टि साइडमा खाजा खाएर पनि माथि आएर बसिसक्यौँ यस्तो छ ठाउँ कुन ठाउँ हो यो नागढुङ्गा नौबिसे नागढुङ्गा त्यही हो नौबिसे नागढुङ्गा र यो ठाउँको नाम चाहिँ अनि हामी चाहिँ यहाँ गाडीमा ओर्लेर पनि खाजा खाएर पनि बसिसक्यौँ अब खाना चाहिँ एकैचोटि बाह्रै पर्छ एकदम गरम भइरहेछ एसी यता फर्काएर मेरो बुढोलाई चाहिँ पिरामिड टक्क खान मन लाग्यो अरे No junk food, okay? Not junk food. I'm not allowed junk food, but my husband for him only acceptable. त्यही हो साथीहरू त्यहाँ चाहिँ झोला दिँदो रहेछ भाइले जुत्ता राख्नलाई यसो हामी सब सुस्दै उता पनि बाँकी छ यता मान्छे आइपुग्नु भएको छैन पछाडि 6जनाको सिटमा मान्छे आइपुगेको छैन मान्छे आइपुगेको छैन तलहरू सबै यस्तो छ उता पनि छैन उहाँहरूको त ग्रुपै उठाइन्छ खाजा खाँदै अनि अरेन्ज लाउने हो अनि सबभन्दा डिस्टर्ब थिङ चाहिँ यो क्या यसले यति डिस्टर्ब गरिरहेछ यसले गरेर मैले भ्यू देख्नै पाएको छैन घोप्टोबाट हेरिरहनु पराएछ कि यस्तै त्यही हो रमाइलो भइरहेछ भर्खर हामी कति पर्सेन्ट भन्दाखेरि दिल्ली जाने बाटोमा मेबी लाइक 5%? 0.00005% हिँड्यौँ रे हामी जस्ट नाउ होइन हामकोटदेखि यहाँसम्म आइपुग्दा लेट्स सी कति दिनमा पुग्छ कसरी कुन अवस्थामा पुग्छ एन्ड आई विल लेट यु नो अबाउट द वेदर नेपालको वेदर अनि ठाउँमा डिफ्रेन्ट वेदर हुन्छ नि त सो त्यही देखाउँछौँ भनौँ न ओके गाइस पनि कन्टिन्यू गर्दैछौँ
ओभरअल हामीले एक्सपिरियन्स गरेको चिज चाहिँ मलाई चाहिँ खासै खाना खान मन भएन होइन अनि किनभने खाजा नै अलि हेभी खाएको थियो नि त बिहान अलिक ढिला खाएको थियो 11 बजीतिर त खाजै खाएको थियो त्यही पनि तरकारी भुटन अनि सुक्खा रोटी चाउमिन चनाहरू टन्नै खाएको थियो कि अनि मलाई खाना खान मन थिएन सो 1-2 चम्चा तपाईँबाटै खान्छु किन अर्को खाना ल्याउनु भनेर मैले चाहिँ खाना एउटा मात्रै मगाएको भनेको उहाँले मात्रै खानुभयो मलाई खासै खान पनि मन थिएन अनि अब ड्रिङ्क्सहरू खान्छु अलिअलि कप केकहरू छ मेरो ब्याग्समा अनि चिप्सहरू नुनिलो त्यस्तै खान्छु भन्ने सोच्दै चाहिँ एउटा मात्रै खाना मगाएको अनि यो भाइहरू इट्स सुपर रुट क्या स्पेसली भाइहरू के भन्यो भनेदेखि हामीलाई तपाईँहरू एउटा भाग लिएर 2 जनाको पेट भर्नुहुन्छ कहाँ थप्न मिल्छ भने होइन मैले खाएको छैन होइन लिटरली खाना इज 350 को खाना चिकन खाना यति छ एकजनाले पनि इनफ छैन क्या अर्को कुरा सेल्फ सर्भिस आफै जाने हो लिएर आउने हो खाना थप भनेको केटाहरूले 2 जनाले भर्न मिल्दैन मैले खाएको पनि छैन होइन यहाँ मैले त्यही चम्चाले यतापट्टि उहाँहरू यतापट्टि एउटा ग्रुपिङ दिदीहरू हुनुहुन्थ्यो होइन त्यो दिदीहरूले भनिदिनु भयो भाइ थप्देऊ न बिचरा यो बहिनीले 1 चम्चा त खायो भने त 1 चम्चा खाँदा नै मेरो श्रीमानले सकेसक्नु भन्दै खाना अनि थप्नलाई बोलाएको तपाईँहरू एउटा खाना लिएर 2 जना भर्नुहुन्छ अरे पेट भर्नुहुन्छ कसरी हुन्छ थप्न मिल्दैन अरे एउटा त बोली एकदम नराम्रो अर्को कस्टमर सर्भिस जेरो कस्टमर सर्भिस द नेक्स्ट थिङ इज जेरो क्लियर यहाँ हेर्नु न यो हामीले युज गरेको यो खाएको हामीले होइन होइन मेरो श्रीमानले जस्ट एउटा यो मात्रै खानुभएको हो एन्ड इट्स नट क्लिन अल्सो सफा पनि छैन अरूले युज गरेको टेबलमा आएर हामी बस्यौँ होइन तर मलाई चाहिँ यहाँको सर्भिस मन परेन त्यहाँनिर टोकन काटेर आफै त्यहाँ लाइनमा बसेर खाना लिएर आउनुपर्छ त्यही पनि खाना थपिदिँदैन एकजनालाई पनि नपुग्ने खाना दिएर आई डोन्ट लाइक द सर्भिस फ्रम हियर तपाईँहरू आउनुहुन्छ भने नि यहाँ कहिले पनि नआउनुहोस् म बाहिरबाट अहिले पछि निस्किने बेला देखाउँछु बाहिर चाहिँ कस्तो छ भनेर है त होटल चाहिँ अनि उता पे गर्ने पहिला अनि यता आएर प्राइस लिस्ट चाहिँ यहाँ चाहिँ फेरि नपत्याउनु होला चिकन खाना भेज खाना चाहिँ चिकन खाना 350 खाएको होइन यस्तो छ पछि यो होटल हो होइन उहाँहरूले अब 350 खाना थप खाना चाहिँ नमिल्ने नेपालमा मैले पहिलोचोटि थाहा भयो थप खाना नहुने सुरुमा यति थोरै खाना दिएको छ 1 चम्चा मेरो बुढीले खाएको थप खाना मिल्दैन नेपालमा कुनै पनि ठाउँमा थप खाना नमिल्दा थाहा छैन तर थप 3-4 चोटि खायो भने अर्कै कुरा हो क्या होइन एकचोटि उहाँहरू साउजी नै हो होइन यहाँको गैडाकोटको एउटा रेस्टुरेन्ट छ यो रेस्टुरेन्ट चाहिँ यहाँ भएर के हो नाम पनि छैन यो बस्छ हामी आएको चाहिँ होइन उयो गुलमेली होटल एन्ड रेस्टुरेन्ट सुपर एटिट्युड छैन यिनीहरूको फ्यामिलीले थपेर अब के भन्नु यस्तै हो नट रिकमेन्डेड यो चाहिँ गुलमेली भन्ने ठाउँमा चाहिँ गैडाकोटमा चाहिँ कहिले पनि भिजिट नगर्दा राम्रो है त हेलो गाइस हामी चाहिँ फेरि कहाँ आइपुग्यौँ भनेदेखि के ठाउँ पुग्यो यो चाहिँ रूपन्देही भन्ने ठाउँ हो होइन हामी चाहिँ बोर्डर क्रस बोर्डर आइपुग्नु लाग्यो बोर्डर क्रस गर्ने बेला हुन लाग्यो हामी अघि नै त्यहाँ रोकेर पनि अनि अलिअलि ननिलो अमिलो खाजाहरू खानुभयो अनि वासरुम जानुभयो अनि पैसा साट्ने ठाउँ चाहिँ त्यहाँ रहेछ सो हामीले अघि नै अलिअलि साटिसकेको छौँ पैसाहरू कज हामी त डाइरेक्ट जाने बित्तिकै हामीले सिमहरू यताउता किन्नुपर्ने भएको भएर रूपन्देही यस्तो रहेछ ठाउँ चाहिँ
गर्मी भएर फेरि फुल एसी अन मलाई यति धेरै गर्मी भइसक्यो कि मैले फेरि यो सबै भ्याक्दै बिगार्नु आयो आउने बित्तिकै यसरी सुक्नु हुन्छ होइन अनि अहिले पछि आएर अहिले एकछिन बिस्तारै बसिरहेपछि यो एसी अब अघि निको भन्नु हुँदाखेरि एसीतिर बस्नु चाहिँ काम गर्ने सो अहिले चाहिँ एसीमा एकछिन राम्रोसँग काम गर्न थाल्छ अनि खिच्न थाल्छ अनि त्यही हो हामी बोर्डर नि आइपुग्नु लाग्यौँ चेकिङ हुन्छ अब चेकिङ हुन्छ अरे उहाँको भनेअनुसार चाहिँ अनि हेर्नेछौँ के कस्तो हुन्छ इफ इट्स पोसिबल म भिडियो क्याप्चर गर्नेछु र पोसिबल भएन भने त के भन्न सक्छु र होइन लेट्स सी मलाई सबभन्दा कुरा चाहिँ डिस्टर्ब चाहिँ मलाई यसले गर्दैछ मैले तपाईँहरूले भने यसले माथि एकदम राम्रो छ तर यत्रो यो घाम पर्छ भनेर यत्रो राखेको होला होइन कलर समथिङ के राखेको छ यति डिस्टर्ब गर्छ मैले भ्यू हेर्नलाई पनि पुरै घोप्टै पर्नुपर्ने रहेछ कि घोप्टो परेर हेरिरहनु परिरहेछ कि यसरी सर जी को वायरल कर दीजिएगा है साथीहरू हामी यो क्रस गऱ्यौँ अब यता छिर्यौँ इन्डिया इन्डिया इन्डियन अब यहाँबाट चेकिङ हुन्छ अरे होइन अब लगेजहरू चाहिँ स्क्यानिङमा हुन्छ अरे लाइक नर्मल ह्यान्ड क्यारीहरू चाहिँ 1 by 1 सबै ओपनबाट चेकिङ हुन्छ अरे आई थिङ्क वी सुड वेयर आवर सुज लाएर चाहिँ अनि हामी जानुपर्ने हुन्छ तल झर्नुपर्ने हुन्छ अनि त्यसपछि यहाँको अघि नै उता नेपालबाट चेक गर्नुभएको थियो पासपोर्टहरू बिरादाहरू होइन अब यता आइसकेपछि चाहिँ अब यता इन्डियन पुलिसहरूले चेक गर्नुहुन्छ अरे है त हामी यहाँ ओर्लेर त सबै आफ्नो लगेजहरू लिएर गएर त्यहाँनिर लाइन बसेर सबै चेकिङ गरेर सकिसक्यो होइन अनि अब नर्मल चेकिङ केही पनि छैन फेरि लगेजहरूले ब्याग टु डिकीमा हालिसक्यौँ हाम्रो गाडी भयो ब्याग हालिसक्यौँ सबै हालिसक्यौँ एउटा ह्यान्ड क्यारी यहाँ बोकिरहेछ यसरी एन्ड दे आर स्टिल टेलिङ अझै पनि चेकिङ सकेको छैन हामी हिँडेर हाम्रो आइडी कार्डहरू देखाएर चाहिँ अर्को चेकिङ पनि हुन्छ भनेर अब आई डोन्ट नो अब हिँडेरै जानुपर्ने हो कि यहाँबाट गाडीमा चढेर अर्को ठाउँमा पुगेर ओर्लिने हो केही पनि थाहा छैन बिचरा ड्राइभर र खलासी भाइ दुईजनै दममा दम सामान हाल्दै हुनुहुन्छ हाम्रो गाडीसँगै हामीसँगै आउनुभएको गाडीमा आउनुभएको भाइहरू दाजुभाइहरू सामान उचार्दै हुनुहुन्छ आई डोन्ट नो कस्तो खालको चेकिङ भयो हेलो गाइस अहिले चाहिँ रातिको 11 बज्न लागिरहेछ हामीलाई यहाँ खाना खान यो होटलमा रोकेको छ होइन अनि हामीले चाहिँ पैसा तिरेर आइसक्यौँ टोकन लिएर आएको छौँ लिन त अब टोकन लिएर आउनु पऱ्यो मेबी अब यो ठाउँ यस्तो अन्त अब खाना खाने ठाउँ भएको भएर अलिक एक्सपेन्सिभ भयो होइन खाना स्पेसल्ली खानेकुराहरू त इन्डियामा धेरै सस्तो हुनुपर्ने बट इट्स मोर एक्सपेन्सिभ देन नेपालमा मैले बिरयानी 200 रुपियाँमा खाएको थिएँ तर यहाँ 270 चाहिँ आई डोन्ट नो कस्तो हुन्छ होइन यस्तो छ फ्यानको अवस्था यस्तो छ हामी यहाँ पुगिरहेछौँ बुढोइदा मस्त निदाएर आनन्दले हामी कति बजी भने 6 बजीदेखि निदायो होला बुढो 6:30 बजीदेखि निदायो 7 बजी भन्नु नि 7, 8, 9, 10, 11 6-7 बजीदेखि निदाएको यतिखेर नुज्यौँ
इन्डियाको कुन ठाउँमा आइपुग्यो आई डोन्ट नो हामीलाई चाहिँ टाइम लाग्छ पुग्नलाई ठाउँ चाहिँ यस्तो छ बिरयानी आएर पनि बुढोले चाहिँ खानु भइसक्यो त्यहाँ अनि अघि नै चाहिँ टोकन ल्याउँदाखेरि चाहिँ हेऱ्यो नि त इट्स नट गुड एक्चुली मिठो चाहिँ कति पनि थिएन स्पेसली इन इन्डिया बिरयानी एकदम टेस्टी हुनुपर्ने एकदम नेपालमा बनाएको जतिको पनि छैन क्या त्यो सुक्खा भातमा लामो लामो सुक्खा भातमा चिकन 3-4 पिस थियो नट गुड ठाउँ राम्रै थियो ओभरअल एन्ड यो चाहिँ जुस सप रहेछ होइन अब मान्छे छिरेपछि मात्रै लाइट अन गर्दो रहेछ मान्छे निस्केपछि लाइट अफ गरेर डिम लाइट मात्रै बाल्दो रहेछ यहाँ होइन मेरो चाहिँ त्यो एसीले गरेर गर्मी नि त एसीले गरेर अनि पेट फुलेको भएर चाहिँ मलाई चाहिँ खासै खान पनि मन छैन द्याट्स वाइ मैले चाहिँ एक दुई घाँस खाएँ एन्ड इट्स अलरेडी फुल आज जानु न आयो त बोलाउनु न अनि यस्तो छ होइन ठाउँ त्यो सानो प्लेटमा मात्रै यतिको 200 नेपालमा आउँछ त्यो पनि यति मिठो एन्ड टेस्टी बिरयानीको फ्लेभरवाला आउँछ क्या इट्स टु हट एक्चुली मलाई चाहिँ यो फ्यानले चिसोले गर्दा भोक लागिरहेछ नि त सो यो गर्मी एन्ड भित्र पनि चिसो भएको भएर चाहिँ गाह्रो भएर त्यहाँ बस्नु भयो म चाहिँ 1 स्टेप 2 स्टेप मात्र बसेको छु त्यही हो अहिले 11:30 हुन लाग्यो इभन यहाँ पनि अघि नै पैसा दिँदाखेरि चाहिँ थपी खान मिल्छ लिनु भनेर दिएको थियो हामीले खाएको भाडा हो त्यो वाइट प्लेट त्यो बोकिरहेछ बुढोले सोध्नुभएको अब मिल्छ मिल्दैन भनेर मिल्दैन अरे रोटीहरू खानेलाई चाहिँ त्यहाँ 2-3टा थप्छु बिरयानी खानलाई थप्न मिल्दैन र हामी इट वाजन्ट गुड अल्सो टेस्ट हामी ब्याक अब वासरुम गएर मुखसुख गएर प्लिज फुड गो ब्याक टु बस आई थिङ्क द्याट वान यो चाहिँ हामी बस होला कि यसको उतापट्टिको चाहिँ होला अहिले चाहिँ बिहानको 5:30 भयो हामी बल्ल उठ्यौँ अनि पढ्दा यस्तो साथीहरू यस्तो रहेछ जान पाइन्छ कि भन्ने ठुलो आश गर्छु कज हामी 4:45 बजे पुगेको अहिले 7:45 भइसक्यो 2 घन्टा भइसक्यो किन पेट दुखेर यति गाह्रो भएर नि अहिले कम पनि भइसक्यो अघि नै मैले देखिदिएर स्टिल अहिलेसम्म 2 घन्टा म बिउजेको 2 घन्टा भयो त्योभन्दा अब कति अगाडिदेखि सिधै बाटो थियो यस्तो खेतबारी भएको सिधै यहाँ त बरु टन्नै गाडीहरू रहेछ
यता सिद्धाको सिधै बाटो अनि खेतीहरू अनि बजार छैन सो टोइलेट पनि भेटेन हामीले अब चाहिँ विश्वास गरौँ आश गरौँ टोइलेट भएको ठाउँमा हामी छिट्टै पुग्दैछौँ 7 बज्न लागिसक्यो 6:45 भयो यहाँ चाहिँ होइन यस्तै छ क्या ठाउँमा यस्तै छ मलाई त एयरपोर्ट छिरेको जस्तो फिल हुन्छ क्या एकदम सम्मसम्म ठाउँ अनि यस्तो 2 घन्टा भइसक्यो पुरेर बसेको छैन टोइलेट आउने ठाउँ छाँटकाट पनि देख्दिनँ अब कहाँ ओर्लिन्छौँ हामी हेरौँ त अहिले पछि Oh yes, I am the hero of the story, man. Yeah. हनुमान जी की हनुमान पहलवान फेरि पनि हामी अर्को दोकान पुग्यौँ आगरा भन्छ अगरा थ्याङ्क्स कतिवटा बोर्डर क्रस गर्छ कि त टोइलेट आउँदैन यार जिन्दगी गाह्रो छ फाइनली हामी चाहिँ यहाँ ब्रिज चौपाटी ढाबामा आइपुगेका छौँ अहिले चाहिँ बिहानको 8:30 भइसक्यो हामी यहाँको त्यही 8:10 होला आयौँ सबैजना उता वासरुम गयौँ मुख धोयो ब्रस गर्नेहरू सबैजना फ्रेस भयो म पनि मुख सुख धोएर ब्रस गरेर फ्रेस भएँ वासरुम गएँ फाइनली आफ्टर 3 आवर्स अनि यहाँ ढाबामा खाजा खाने रे अनि धेरै मान्छेहरूले चाहिँ यहाँ पहिले आइरहनु भएको मान्छेहरूले चाहिँ यहाँ मिठो हुँदैन भन्नुभयो सो हामी चाहिँ यहाँ केही पनि खाएनौँ अलिअलि यस्तो चिप्सहरू बोकेको छौँ पानी खायौँ यही हो ठाउँ अब यहाँबाट चाहिँ 1.5 घन्टामा चाहिँ दिल्ली पुग्छ हामी पुग्ने ठाउँमा चाहिँ 1.5 घन्टा लाग्छ है सो लेट्स सी स्टे विथ अस मार्केटमा झरिसक्यौँ तर आई डोन्ट नो मार्केट चाहिँ कता छ जतातिर हेर्छु बस स्टेसन मात्रै देख्छु अनि खानेकुराको मार्केटहरू मात्रै देख्छु होइन अनि हामी चाहिँ स्पेसली मेन फोकस चाहिँ हाम्रो सिम फर्स्टमा चाहिँ सिम लिने अनि सिम लिइसकेपछि लोकेसन कहाँ के छ भनेर चेक गर्न पनि मिल्ने भयो अनि अर्को कुरा भनेको चाहिँ होटलहरू पनि हामी त्यसबाटै सर्च गर्नेछौँ मेन त हामीलाई मेन त फोन चाहिँ सिम चाहिँ चाहियो होइन सरोजिनी नगर टाइप बी क्वार्टर आएर नो के हो होइन त्यहाँ लेखेको छ
अनि यहाँ सबै यस्तो छ होइन अनि मेरो कुरा चाहिँ यस्तो एकदम गर्मी छ and it's smelling really bad अब गर्मीमा of course smell आउने भयो यति तातो पोलिरहेको छ मलाई कुवेतको याद आइरहेको छ but हामी चाहिँ still we are searching for SIM card अनि त्यति हो 500 मिटर्स अगाडि हिँडेपछि चाहिँ तपाईँहरूले पाउनुहुन्छ भन्दो रहेछ होइन सो हामी चाहिँ हिँड्दैछौँ 500 मिटर अगाडि भन्थ्यो अरे न कति 100 मिटर अगाडि पुग्यौँ हामी लेट्स सी यहाँ मेहन्दी लाउने यस्तो रहेछ रेडिमेड होइन त्यो फुटाइदिएको त्यो मान्छेले अनि त्यो मान्छेले गर्दा बनायो टुकटुकमा गरेको हाम्रो यहाँ लोकेसन हेर्दै नंबर 8718 ये नहीं नंबर है कौन सा है ओला खोलो ओला ओला ही खोला है एप्लीकेशन खोलना है अरे यार ऊपर ही लिखा लोकेसनको माथि लेखा हुन्छ अरे क्या ऊपर ही लिखा रहता है 5844 है ओ इधर होता है ये तो एक गाड़ी नंबर सोच रहा था भाई अरे भाई फर्स्ट टाइम यस्तोमा चढेको होइन यही गाड़ी ढूंढ रहे थे हाँ मैं तो ये गाड़ी ढूंढ रहा था भाई ये तो उसी की गाड़ी का है कस्तो फिल हुँदैछ तपाईँलाई यस्तो टुकटुकमा चढेर नसमाउने ठाउँ केही छ कुत्रोको गऱ्यो होइन त्यसले पक्रिएर छ अनलाइन पनि होला बाट यसै टुकटुक पनि आउँदो रहेछ खुसी लाग्यो बार्गेनिङबाट राम्रै पायो हामीले रियलमा त्यहीँको मान्छेलाई सोधेको थियौँ नि त्यहाँको मान्छेलाई सोद्धाखेरि चाहिँ उनीहरूले सिसे गदास भनेको थियो अनि सस्तो भनेको 200 त्यो भन्नु पर्छ भने 180 आउने तर एकदम तातो यस्तो बेलामा पुग्यो चालेर त वहीँ पुऱ्याउला जस्तो गर्दो रहेछ मलाई डर लाग्यो मैले समाउने ठाउँ पनि छैन जता भावी कुदाएको छ यता यता कम्पिटिसन गरेर अब यहीँबाट लड्छ जस्तो लाग्दो रहेछ क्या लगेज राम्रोसँग समाउने जुत्ता पनि समाउनु म चाहिँ जुत्ता धेरै गर्ने भएर अघि स्लिपर किनेर स्लिपर लगाइसकेँ के हो यिनीहरू 3 जना त पुरा कम्पिटिसन गरेर हिँडिरहेको कति छ 41 मा This feels like 44 degree. अरे ननी अघि हामी यहीँबाट हिँड्दै गएको है एकराटे हिँडेको हाम्रो गाडी धेरै उता रोकेको थियो तर हामी बाटो खोज्दै हेर्दै जतिर गएको यस्तो हुँदैछ हामी चाहिँ आएर सिम लिएर खाजा खाएर अब चाहिँ होटलमा जाँदैछौँ